नमस्कार सबैजनालाई। आज हामी आइटम डिटेल कसरी राख्ने भन्ने चाहिँ हामीले हाम्रो जुन फिचर्सभित्र गएर हेर्नेछौँ। त्यसको लागि चाहिँ हामीले चाहिँ जुन डोमेन दिएको हुन्छौँ त्यो डोमेनमा जानुपर्ने हुन्छ। त्यो डोमेनमा गइसके पछाडि यस्तो इन्टरफेस आउँछ, लगइनको इन्टरफेस। लगइनको इन्टरफेसमा हामीले मेल र पासवर्ड दिएको हुन्छौँ। त्यो इमेल र पासवर्ड हालेर हामी लगइन गर्नुपर्ने हुन्छ। लगइन गरिसकेपछि ड्यासबोर्डको इन्टरफेस देखिन्छ। हामी ड्यासबोर्डको इन्टरफेस देखिसके पछाडि सेटअप फिचर्सभित्र जान्छौँ। सेटअपको फिचर्सभित्र जान्छौँ। सेटअपको फिचर्सभित्र गइसके पछाडि जेनरल सेटिङ भन्ने फिचर्स छ। जेनरल सेटिङभित्र जान्छौँ। जेनरल सेटिङभित्र गइसकेपछि आइटम डिटेल्स भन्ने अप्सन छ, त्यहाँ फिचर्स छ, फिचर्सभित्र गइसकेपछि आइटम डिटेल्स यहाँ देखिन्छ। अब यसलाई हामीले चाहिँ आइटम डिटेल्सको लिस्ट देखियो भने हामीले यहाँ प्लस भन्ने अप्सन छ, यहाँ प्लस भन्ने अप्सनमा गयौँ भने आइटम त्यहाँबाट हाल्न सकिन्छ। अब हामीले ब्रान्ड चुज गरौँ, त्यसको लागि ब्रान्ड क्याटेगोरी चुज गरौँ। अब यो म्याजिक क्याटेगोरी भनेको चाहिँ हाम्रो चाहिँ केमा पर्छ त भन्दाखेरि अहिले चाहिँ ज्वेलरीमा राखिदिउँ, टाइप राखिदिउँ, गुड्स राखिदिउँ। अहिले चाहिँ हामीले चाहिँ नर्मल राखिदिउँ। यसलाई नर्मल राखेर आइटमको नाम के हो त भन्दाखेरि एनएससीके एल नेकलेस राखिदिउँ। यो चाहिँ अब केमा जान्छ, सेटमा जान्छ कि लिटरमा जान्छ कि किलोग्राममा हुन्छ कि प्याकेटमा हुन्छ कि पिसेसमा हुन्छ कि अहिले चाहिँ पिसेसमा राखिदिउँ यसलाई। अनि मोडल नम्बर, यसको मोडल नम्बर के हो त, मोडल नम्बर मानिलिउँ राखिदिउँ। यसको मोडल नम्बर एचएस कोड भनेको राखिदिउँ। यसको चाहिँ स्पेसिफिकेसन के हो त, यो नेकलेस हो, एनएससीके एलइएसएस नेकलेस, नेकलेस राखिदिउँ। अब किवर्ड भन्ने हुन्छ, किवर्ड भनेर उसको के हुन्छ त भनेको चाहिँ यसरी किवर्ड राख्न सकिन्छ। डिस्क्रिप्सन, यसलाई चाहिँ कसरी डिस्क्राइब गर्ने त हामीले चाहिँ अब यो के हो त, केबाट बनिएको, नेकलेस अफ गोल्ड भनिदिउँ, गोल्ड भनिदिउँ। यसलाई इमेज यहाँबाट हामीले इमेजबाट अपलोड पनि गर्न सकिन्छ। यसको आइटमको त्यो आइटमको इमेज सरी, यसबाट हामीले चाहिँ अब हामीले चाहिँ कुन गोडाउनमा राख्ने त यसलाई भन्ने चाहिँ अहिले चाहिँ गाडा इलेक्ट्रोनिक्स भनेर रहेछ। अनि त्यसबाट कतिवटा क्वान्टिटी छ त हामीसँग भन्दा चाहिँ अहिले चाहिँ 10,000वटा क्वान्टिटी राखिदिउँ। ओपनिङ रेट भनेको चाहिँ 100 राखिदिउँ। सेलिङ रेट भनेको चाहिँ 50 राखिदिउँ। पर्चेज रेट भनेको चाहिँ कतिमा किनेको त हामीले चाहिँ भनेदेखि 20 राखिदिउँ। अहिले चाहिँ यसलाई हामीले चाहिँ ठ्याक्कै भ्याट पनि क्यालकुलेट गर्छौँ, एक्सिस रेट पनि क्यालकुलेट गर्छौँ, सेभ गर्छौँ। सेभ गरिसके पछाडि हाम्रो डिटेल्समा गएर बस्छ। डिटेल्समा गएर बसिसके पछाडि हामीले चाहिँ अब यसलाई एक्टिभ इनएक्टिभ गर्ने हो कि अब हाम्रो आइटमलाई देखाउने कि नदेखाउने भनेर एक्टिभ इनएक्टिभ गर्न सकिन्छ। यो आँखामा गयो भने त्यो हाम्रो चाहिँ आइटमको डिटेल्स देखिने भयो, हामीले अघि हालेको डिटेल्स देखिने भयो। अब यो हामीले यसमा गयौँ भने चाहिँ यसमा चाहिँ अब बारकोड देखिने भयो, स्क्यान गर्नको लागि हामीले बारकोड देखिने भयो। आइटम डिटेलमा जाऊँ। अब यो कम्बो लिस्ट भनेको चाहिँ अब हामीले चाहिँ आइटम डिटेल्सभित्र ब्रान्ड सिलेक्ट गरौँ, क्याटेगोरी सिलेक्ट गरौँ, टाइप सिलेक्ट गरौँ। अब यहाँ हाम्रो कम्बो भन्ने अप्सन छ, आइटम टाइपभित्र कम्बो भन्ने अप्सन छ। हाम्रो यो कम्बो भन्ने अप्सनमा गएर अब हामीले चाहिँ सुज भनेर राखिदिउँ, सेट्स भनेर राखिदिउँ। यसलाई मोडल नम्बर दिउँ, यसको एचएस कोड दिउँ, स्पेसिफिकेसन दिउँ, सुज फर मेन, यसको किवर्ड्स दिउँ, यसको डिस्क्रिप्सन दिउँ, राखिदिउँ, सेभ हुन्छ। अब हामी फेरि लिस्टमा जान्छौँ। लिस्टमा गएर कम्बोमा हेर्छौँ। कम्बोमा हाम्रो अपडेट भइसकेको छ। अब यसमा हामीले चाहिँ एक्सनमा गएर अनि त्यस पछाडि यसलाई आइटम एक्सनमा जान्छौँ। अनि एक्सनमा गएर कम्बोभित्र जान्छौँ, क्वान्टिटी 50 राख्छौँ। क्वान्टिटी कति छ त भने क्वान्टिटी राख्छौँ। यसलाई कुनमा राख्ने हो त भने युनिटतिर राख्छौँ। सेलिङ रेट के हो त भनेर हामीले चाहिँ यहाँबाट राख्छौँ, 1000 राखिदिउँ। डिस्काउन्ट दिने कि नदिने त यसलाई भने डिस्काउन्टमा राखिदिउँ। यसलाई 10% डिस्काउन्ट दिन सकिन्छ। भ्याट क्यालकुलेट गर्ने कि नगर्ने त्यो भ्याट
प्याट पनि क्यालकुलेट गर्ने भने यहाँ सेट गरिदिउँ अनि अपडेट गरिदिउँ। फेरि हामी आइटम डिटेलभित्र जाऊँ। आइटम डिटेलभित्र गइसके पछाडि कम्बो लिस्टभित्र जाऊँ अनि हाम्रो चाहिँ यो क्रिएट हुन्छ। अघि हाम्रो पेन्डिङ थियो, अहिले हामीले क्रिएटेड भइसक्यो। अब यो हाम्रो चाहिँ ट्याक्स एन्ड सेल्स रेट भनेको छ। ट्याक्स एन्ड सेल्स रेट भनेको चाहिँ अब केमा कति काटियो त, कति डिस्काउन्ट दिएको छ, कति हाम्रो चाहिँ उसमा सेलिङ रेट कति छ, पर्चेज रेट कति छ, डिस्काउन्ट रेट कति छ, भ्याट रेट कति छ, सबै यो ट्याक्स एन्ड सेल्स रेटमा देखिन्छ। अर्को आइटम प्रोडक्सन। अब हाम्रो चाहिँ आइटम कुन आइटम चाहिँ हाम्रो उसमा प्रोडक्सन हुन्छ त भन्ने चाहिँ हामीले यहाँ राख्छौँ। अब हाम्रो यसमा चाहिँ सुज हुन्छ, सुज हुन्छ, यहाँ सुज आइसक्यो। यसको मोडल नम्बर अघि हामीले राखिसकेका छौँ। अब हामीले चाहिँ यहाँ चाहिँ यसरी राख्छौँ, आइटम नेम राख्छौँ, यसको क्वान्टिटी राखिदिन्छौँ। अब क्वान्टिटी अलिक बेसी छ भने यसरी थप्न पनि सकिन्छ। आइटम छ भने यसरी थप्न सकिन्छ। 100 भनेर थप्न सकियो। सेभ गर्छौँ, सेभ हुन्छ। सेभ भइसकेपछि प्रोडक्सन लिस्टमा देखिन्छ। हाम्रो प्रोडक्सन लिस्टमा देखियो। एक्सनमा जान्छौँ, फेरि एक्सनमा गइसके पछाडि अपडेट गर्छौँ। अपडेटमा गइसके पछाडि फेरि हामी आइटम डिटेल्समा जान्छौँ, प्रोडक्सन लिस्टमा जान्छौँ। प्रोडक्सन लिस्टमा हाम्रो चाहिँ यो देखिसकेको छ, यहाँसम्म देखिसकेको छ। अनि ओपनिङ एसेटमा जान्छौँ। अब आइटमको नाम के हो त भन्दाखेरि सुज राख्छौँ। सुज होइन, आइटमको नाम हाम्रो NECKLES नेकलेस छ। यहाँ हाम्रो चाहिँ ओपनिङ एसेटमा नराखेको कारणले गर्दाखेरि यहाँ देखाएको छैन। ओपनिङ एसेटमा राखेको थियो भने हामीले यहाँबाट हेर्न सक्थ्यौँ। गोडाउन गाडा इलेक्ट्रोनिक्स पेज गरिदिउँ। गाडा इलेक्ट्रोनिक्समा के सामान छ त ओपनिङ एसेटमा भन्ने चाहिँ हामीले यहाँ देखियो यी मोडलमा। अनि त्यसबाट यहाँ सेलेक्ट गरेर हामीले एप्रुभ गऱ्यौँ भने होइन, क्वान्टिटी राखिदिउँ, कति सामान छ त यसको भनेको 500 राखिदिउँ। रेट कति हो त यसको भनेको चाहिँ 100 राखिदिउँ। 100 राखिसकेपछि एप्रुभ गरिदिउँ। एप्रुभ भइसके पछाडि हाम्रो चाहिँ एप्रुभ भन्ने अप्सनमा यहाँ देखाउँछ। यहाँ अब गोडाउन सेलेक्ट गरौँ। एप्रुभ कुन त्यो गोडाउनबाट के सामान एप्रुभ भयो त अनि यहाँबाट हामीले हेर्न सकिन्छ। यो हाम्रो आइटम डिटेल्सभित्र के गर्न सकिन्छ, कम्बो लिस्ट, ट्याक्स, आइटम प्रोडक्सन, आइटम लिस्ट हेर्न मिलो, ओपनिङ एसेट हेर्न मिलो। अब ओपनिङ एसेटलाई एप्रुभ गर्न मिलो। अब आइटम सिङ्क गर्न मिल्छ, यहाँबाट सिङ्क गर्न मिल्छ। त्यहाँभित्र छ भने अब यो आइटम हराएको छ भने यहाँबाट सिङ्क गर्न मिल्छ। यसरी सिङ्क गरेर यहाँबाट सिङ्क। अब यसरी यहाँ क्लिक गऱ्यौँ भने रेसेनदेखि यतापट्टि क्लिक गरेर चेकबक्समा क्लिक गरेर सिङ्क गऱ्यौँ भने हाम्रो सबै सिङ्क हुन्छ। अब यस्तो हुन्छ। आइटम डिटेल्सभित्र यति फिचर्सहरू छ, त्यही अनुसार हामीले हेरेर गर्न सकिन्छ। यो चाहिँ हाम्रो चाहिँ इन्भेन्ट्रीको लागि काम दिन्छ। यति नै हो आइटम डिटेल्सभित्र। थ्याङ्क यू।